महिला तथा सज्जनवृन्द, म तपाईहरू सामु रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट 3292 नेपाल र भुटानको रोटरी वर्ष 2026-27 का डिस्ट्रिक्ट गभर्नर रोटेरियन विष्णुबहादुर कार्कीलाई प्रस्तुत गर्छु। इन्जिनियरिङ पृष्ठभूमि र मार्केटिङमा MBA गर्नुभएका विष्णुबहादुर कार्कीसँग नेपालीका साथै फ्रान्सेली, रुसी, अङ्ग्रेजी र हिन्दी भाषाको अनुभव छ। उहाँ काठमाडौँको 32 पुतलीमा आफ्नी आमा जीव कुमारी, श्रीमती निरू, छोरी विपासना र छोरा निर्माणसँग बस्नुहुन्छ। सबैजना सँगै एक खुसी परिवार हुनुहुन्छ। उहाँकी श्रीमती निरू केसी कार्की पनि रोटेरियन र उद्यमी हुनुहुन्छ, जसले बिजनेस स्टडिजमा स्नातकोत्तर गर्नुभएको छ। उहाँ अर्को शप बुटिक सञ्चालन गर्नुहुन्छ र सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको सञ्चालक समितिकी सदस्य हुनुहुन्छ। उहाँकी छोरी विपासना जिनिभा स्विट्जरल्यान्ड स्थित अन्तर्राष्ट्रिय श्रम सङ्गठनको मुख्यालयमा कार्यरत हुनुहुन्छ। उहाँले अन्तर्राष्ट्रिय अर्थशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएको छ। उहाँका छोरा निर्माण प्रोजेक्ट म्यानेजमेन्टमा MBA पुरा गर्दै हुनुहुन्छ र हाल पारिवारिक व्यवसायका रूपमा रहेको बेजिङ गार्डन सञ्चालन गरिरहनु भएको छ। विपासना र निर्माण दुवै पहिले इन्ट्र्याक्टर हुनुहुन्थ्यो भने हाल रोट्र्याक्टर हुनुहुन्छ। उहाँका स्वर्गीय हजुरबुवा क्याप्टेन झम्कबहादुर कार्की दोस्रो विश्व युद्धका योद्धा हुनुहुन्थ्यो र स्वर्गीय बुवा शम्भुबहादुर कार्की श्री 5 वीरेन्द्रवीर विक्रम शाहदेव संरक्षक रहेको पञ्चायत नीति तथा जाँचबुझ समितिका सदस्य हुनुहुन्थ्यो। रोटेरियन विष्णुबहादुर कार्की 4 भाइ छोराहरू मध्ये जेठो हुनुहुन्छ र उहाँका 2 दिदीबहिनी हुनुहुन्छ। हस्पिटालिटी उद्योगमा 25 वर्षभन्दा बढीदेखि सक्रिय रूपमा काम गरिरहनु भएका उहाँ विभिन्न व्यावसायिक पहलमा संलग्न हुनुहुन्छ। उहाँको विस्तृत व्यावसायिक यात्रामा पर्यटकीय व्यवसाय र दक्षिण एसियाकै सबैभन्दा ठुलो तयारी पोसाकको उद्योगमा जेनरल म्यानेजरका रूपमा 3000 कर्मचारीहरूलाई सम्हाल्दै धेरै वर्षसम्म काम गरेको बहुमूल्य अनुभव छ। आफ्नो कोर्पोरेट भूमिका भन्दा बाहिर रोटेरियन कार्की खेलकुदमा गहिरो रूपमा आबद्ध हुनुहुन्छ। उहाँले 18 वर्षसम्म नेपाल शोतोकान कराते एसोसिएसनका अध्यक्ष र नेपाल कराते महासङ्घको सल्लाहकारका रूपमा सेवा गर्नुभएको छ। यसका साथै उहाँ ब्ल्याक बेल्ट 3rd डान प्राप्त वरिष्ठ कराते खेलाडी र नेपाल सितोरियु कराते एसोसिएसनका संस्थापक कोषाध्यक्ष हुनुहुन्छ। उहाँसँग कराते क्षेत्रमा 4 दशकभन्दा बढीको अनुभव छ। सरकारी क्षेत्रमा रोटेरियन कार्कीले 5 वर्षसम्म नेपाल पर्यटन परिषदका कार्यकारी पर्यवेक्षक, राष्ट्रिय खेलकुद परिषद अन्तर्गतको खेलकुद तथा पर्यटन विकास समितिका कार्यकारी सदस्य, अर्थ मन्त्रालय अन्तर्गत गैर कर राजस्व कार्यदलका सदस्य र ऊर्जा मन्त्रालय तथा उद्योग वाणिज्य आपूर्ति मन्त्रालयको सल्लाहकारका रूपमा सेवा गर्नुभएको छ। रोटेरियन कार्की 2 दशकभन्दा बढीदेखि रोटरीमा सक्रिय रूपमा संलग्न हुनुहुन्छ र उहाँ एक मेजर डोनर हुनुहुन्छ। सन् 2004 मा रोटरी क्लब अफ नागार्जुनको चार्टर मेम्बरबाट सुरुवात गरेका उहाँ सन् 2008 मा रोटरी क्लब अफ बानेश्वरको चार्टर प्रेसिडेन्ट, 2 वर्षसम्म डिस्ट्रिक्ट रोट्र्याक कमिटीका चेयर र असिस्टेन्ट गभर्नर हुनुहुन्थ्यो। उहाँले रोटरी इन्टरनेसनलका डाइरेक्टरहरू, ट्रस्टी र रोटरी इन्टरनेसनल प्रेसिडेन्ट्स रिप्रेजेन्टेटिभहरूको एडका रूपमा पनि धेरै पटक सेवा गर्नुभएको छ। साथै उहाँले रोटरी क्लब अफ साँखु र रोटरी क्लब अफ पाटन हेरिटेजको न्यू क्लब एडभाइजरका रूपमा र धेरै वर्षसम्म विभिन्न डिस्ट्रिक्ट कमिटीहरूमा अध्यक्षका रूपमा सेवा गर्नुभएको छ। सन् 2024 को जनवरीमा रोटेरियन कार्की डिस्ट्रिक्ट गभर्नर नोमिनी डेजिग्नेट बन्नुभयो। सन् 2024-25 मा डिस्ट्रिक्ट गभर्नर नोमिनी, त्यसपछि 2025-26 मा डिस्ट्रिक्ट गभर्नर इलेक्ट हुनुभयो। रोटरीमा आफ्नो कार्यकालको दौरानमा उहाँले प्राइमरी कन्ट्याक्टका रूपमा धेरै ग्लोबल ग्रान्टहरू सफलतापूर्वक सम्हाल्नु भएको छ, जसमा सन् 2015 को विनाशकारी भूकम्प लगत्तै
नेपालको उत्तर पूर्व दुर्गम क्षेत्र सोलुखुम्बुको नुन्थलामा 12 कोठाको सामुदायिक विद्यालयमा भवन निर्माण समावेश छ। कोभिड-19 को समयमा उहाँले 4 वटा विभिन्न रोटरी क्लबहरू र स्थानीय युवा सङ्गठनहरूको सहयोगमा काठमाडौँ सिनामङ्गल स्थित सामुदायिक विद्यालयको भवनमा पूर्ण सुविधायुक्त 60 बेडको आइसोलेसन सेन्टरको सुरुवात गर्नुभएको थियो। उहाँले सहरमा ध्वनि प्रदूषण कम गर्नको लागि धेरै रोटरी क्लबहरूको सहयोगमा नो होर्न अभियानका साथै नो होर्न वकथनको सुरुवात गर्नुभएको थियो, जसलाई पछि नेपाल सरकारले पनि अपनाएको थियो। उहाँले संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकाका रोटरी इन्टरनेसनल कन्भेन्सनका साथै भारतको कोचीको रोटरी इन्स्टिट्युट, चेन्नईको लिड 25 कन्क्लेभ, दिल्लीको रोटरी इन्स्टिट्युट र ओर्लान्डो फ्लोरिडाको इन्टरनेसनल असेम्ब्लीमा सहभागिता जनाउनु भएको छ। रोटेरियन कार्की भ्रमण गर्न रुचाउनुहुन्छ र उहाँले अमेरिका, युरोप, एसिया र अस्ट्रेलिया सहित 25 भन्दा बढी देशहरूको भ्रमण गरिसक्नु भएको छ। रोटेरियन कार्की जीवन सुन्दर छ भन्ने कुरामा विश्वास गर्नुहुन्छ र आफ्नो मुस्कान, फोटोग्राफी, नेटवर्किङ र अन्य धेरै माध्यमबाट सबैलाई खुसी राख्ने प्रयास गर्नुहुन्छ। महिला तथा सज्जन वृन्द आउनुहोस्, जोरदार तालीका साथ रोटरी वर्ष 2026-27 का लागि रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट 3292 का डिस्ट्रिक्ट गभर्नर रोटेरियन विष्णुबहादुर कार्कीलाई स्वागत गरौँ।